एडवर्टाइज जसले देखायो पैसा धेरै देखाउँछ। जस्तो यहाँ गयो यसको दाम 10 रुपियाँ बढ्यो एडवर्टाइज जाने बित्तिकै यसको दाम भयो 60 रुपियाँ। यहाँबाट गयो स्टेट एजेन्टमा गयो यसले 10 रुपियाँ लियो 70 भयो, डिस्ट्रिक्ट एजेन्टले 10 रुपियाँ लियो 80 भयो, होलसेलरले 10 रुपियाँ लियो 90 भयो, रिटेलरले 10 रुपियाँ लियो 100 रुपियाँ। सामान कतिको थियो 50, हामीसँग कतिमा पुग्यो 100। तो 50% हाम्रो यहाँ गएको हो कि होइन? यहाँ गयो यो 50% यो म्युचुअलीमा गयो। कम्पनी चाहिँ 5 रुपियाँ गरेर माल छोडेको थियो। तो 50% यहाँ जाँदाखेरि यो कसको पैसा गयो? कस्टमरको पैसा गयो। र कस्टमर को थिए? पिताजी कस्टमर, पिताजी कस्टमर, अहिले हामी कस्टमर। 3 पिँढीदेखि हामीले यो 5वटा सिस्टमलाई पालेको हो कि होइन? पालेको हो। हामीले किन पाल्यौँ? ठेका लियौँ यिनीहरूलाई पाल्ने? ठेका पनि निकाल्ने। किन पाल्यौँ भन्दा हामी मजबुर छौँ। हामीलाई बिहान हप्ता काममा जानु चाहिँ साबुन टुक्की कहाँ ल्याउनु पर्यो, नजिक तेल लगाउनु। र यो 5वटा परिवार डेलीको मतलब यिनीहरूको इन्कम भइरहेछ। कस्टमरले 3 पिँढीदेखि यिनीहरूलाई उठाएको र कम्पनीले भन्दैछ माल बनाउने म हुँ, मेरो माल युज गरेर तपाईँहरू हुनुहुन्छ। यो बिचको बिचौलीले कम्पनीलाई पनि बहुत दिगदार दियो र कस्टमरलाई पनि दिगदार दियो। कसरी दियो भन्छ भने कुनै पनि कम्पनी वा फ्याक्ट्रीले एउटा प्रडक्ट बनाउनको लागि पहिला करोड रुपियाँ खर्च गरेको हुन्छ। त्यो करोड रुपियाँ खर्च गरेर उसले 2 नम्बर माल बनाउँछ। 2 नम्बर बनायो भने त कम्पनी बनाउँछ, कहिले पनि 2 नम्बर माल बनाउँदैन। एभोलेबल अहिले बजारमा 2 नम्बर माल पाइन्छ कि पाइँदैन? किनभने हामी त 2 नम्बरमा फँसेका छौँ र कम्पनीको हेभी लस भयो। कस्टमरले पनि पुरा पैसा दियो 2 नम्बर माल लिएर आउनु पर्यो, भेजाल माल। त्यो भेजाल माल खाएर अनेक थोकको बिमार हामीलाई हुँदैछ। र कम्पनीले भन्दैछ माल बनाउने म हुँ, मेरो माल युज गरेर तपाईँहरू हुनुहुन्छ। यो बिचको बिचौली हटाइदिन्छ। अहिले हामीसँग बिचौली छैन। त्यही कारण हामी मान्छे घर घरमा आउनुपर्छ, अब दाजुभाइ साथीभाइ भाइहरूलाई खोज्छ हो कि भनेपछि अब यो बिचौली नभएछ कम्पनी छ तिम्रो दिल्ली बम्बईमा, हामी छौँ यहाँ। कसरी भेट्ने भन्दा ठिक छ कम्पनीले भन्छ तिमीहरूको कुन ठाउँ भन्दाखेरि 3 माइल भयो 13 माइल, ठिक छ म आउँछु। त्यहाँ त म आउँछु, अलिकति मेहनत गरेर यहाँ आएर हामीलाई भेट्छ, यहाँ हामी भेट्छौँ। यो पुरानो सिस्टमको नाम हो तिम्रो ट्रेडिसनल मार्केटिङ भन्छ, परम्परागत बजार। अब यो नयाँ सिस्टमको त नाम हुन्छ, यसको नाम के हो? डाइरेक्ट सेलिङ मार्केट। डाइरेक्ट सेलिङ मार्केटमा चाहिँ के फाइदा छ त्यो हामीलाई जान्नु जरुरी छ। डाइरेक्ट सेलिङ तपाईँले कम्पनीले गर्छ कस्टमरले अहिले? मलाई बिचौली नभए त कस्टमर र कम्पनी मात्रै रह्यो नि त, बिचौली खत्तम भयो। डाइरेक्ट अब कम्पनीले कस्टमरले डाइरेक्ट कम्पनीमै अर्डर गर्न सक्छ। र अब बिचौली नभएपछि त माल बनाउने कम्पनी हो, युज गर्ने कस्टमर, बिचौली कोही छैन। त हामी 2 जना मात्रै रह्यो नि त। र कम्पनी अब टाढो हुनाले गर्दाखेरि हामीले भन्दाखेरि ठिक छ हाम्रो सहर त आइयो, ऊ आयो, तिरापेट आयो, जागुन आयो, लेदो आयो, फिल्मेल आयो, त्यहाँसम्म त हामी जानु पर्छ। र अब फाइदा के छ डाइरेक्ट सेलिङ? यहाँको पहिला त तिमीले बुझ्यौ 50 को मलाई 100 रुपियाँ दिनु पर्यो, अरू माल पनि 2 नम्बर पाइयो। र यहाँ अब डाइरेक्ट सेलिङमा के छ भने 50 रुपियाँ 45 में कम्पनीको खर्च भयो, 5 रुपियाँ कम्पनीले खायो 50, हामीले यहाँ 100 मा खाएका थियौँ, यहाँ पनि 100 मै खान्छौँ। यहाँको 50% यो बुस्टमा गएको हो कि होइन गएको? कहिलेदेखि गएको भन्दा 3 पिँढीदेखि भाउले पनि यिनीहरूलाई दिनुभयो, बाजेले पनि यिनीहरूलाई दिनुभयो, हामीले पनि यहाँ दिनुभयो। अब यो सिस्टममा पनि हामीले 50 रुपियाँ 100 मै दियौँ, र हाम्रो 50 रुपियाँ कहाँ गयो? हाम्रो 50% यही पैसा रिटर्न हाम्रो घरमा हो। त्यो पैसा मैले तिमीलाई अहिले देखाएको। आज 3 पिँढीदेखि अर्काको घरमा गएको पैसा आज मेरो घरमा आउँदैन। त यो कम्पनी राम्रो गरौँ न नराम्रो गरौँ? अब यहाँ 2टा सिस्टम भयो, 2टा सिस्टम भयो। के भयो? यो नयाँ सिस्टम, यो पुरानो सिस्टम, यो पुरानो सिस्टम, यो नयाँ सिस्टम होइन। अब नयाँ सिस्टममा खाँदा के फाइदा छ त्यो जान्नु पर्यो। नम्बर 1 यहाँ 100% भेजाल छ, तिमी पनि चोकेर भन्न सक्छौ, म पनि भन्न सक्छु। यहाँ 100% भेजाल छैन, किनभने बिचौली कोही छैन, डाइरेक्ट आउँछ माल हामीसँग कस्टमरसँग। तो जुन माल बनियो त्यही माल हामीले पायौँ, 100% प्योर प्रडक्ट पायौँ। 2 नम्बर डिस्काउन्ट रेटमा पायौँ, 2 नम्बर डिस्काउन्ट रेटमा पायौँ। डिस्काउन्ट रेटमा कति पाउँछ हेर, त्यो भए सामान त आइरहेको छ, तिमीलाई थाहा छ। भनेपछि यो बजारको साबुन
यो साबुन तिम्रो दोकानमा छ होला 10 रुपियाँ 10 रुपियाँ ओजन छ 80 ग्राम 80 ग्राममा हामीले 10 रुपियाँ मस्त युज गरिरहेको छ कहीँ केही टेन्सन छैन अब यो बजारलाई छोडेर यो बजारबाट लिएको सामान दाम 10 रुपियाँ हो ओजन छ 165 ग्राम डबल भयो कि भएन डबल भयो भने कति पैसा बन्छ हाम्रो आधा पैसा बन्छ 10 रुपियाँ बन्छ अब यो कहीँ पनि गरेर तिमीले किन यसको दाम छ 9 रुपियाँ 10 रुपियाँ यो तिम्रो आइडी लगाउने बित्तिकै आइडी लगाउनलाई 1 पैसा चाहिन्छ आइडी लगाउने बित्तिकै तिम्रो 9 रुपियाँ भनेपछि यहाँ आधा डबल हुँदाखेरि 10 रुपियाँ बच्यो 1 रुपियाँ कम 11 रुपियाँ बच्यो और 3 नम्बर तिम्रो मनी ब्याक रिटर्न जुन यो पैसा रिटर्न आउँछ भन्ने तिमीलाई यो पैसा फेरि यसबाट 1 रुपियाँ तिम्रो एकाउन्टमा 1 रुपियाँ भनेपछि 12 रुपियाँ एउटा साबुनमा धेर गएको छ हाम्रो